यो कालीढुङ्गा वनको सिन हो यो चाहिँ। अब किरा त पाइएन, त्यही ढिउँको डल्लाले मलाई हाने केटा हो। नहाने आइच। सो गाइस मेरो पुठामा हानेको छ निराजनले, हिउँको डल्लाले। सो तपाईँहरूलाई अलेक्सिन म दामी भिडियो बनाउँछु। यसो गुम्बा खोजेको भेटेको भिडियो क्लिपहरू बनाउँछु। तपाईँहरू स्टे ट्युन रहनु होला। दामी क्लिपहरू ल्याउने छु म तपाईँहरूको साथ, होइन निराजन ब्रदर? खोइ यता हेरिदेऊ न एकचोटि, यहाँ एकचोटि यहाँ हेरिदेऊ न, भनिदेऊ न ल। यहाँ हाउज द फिलिङ, कस्तो फिलिङ भइरहेछ यहाँ लेकमा आएर हामीलाई? कस्तो फिलिङ भइरहेछ? ह्याप्पी एन्ड स्याड अरे। अब यार यस्तो यहाँ यस्तो पिसफुल मायासाले यस्तोमा आउनु त नि कसो स्याड भन्नु यार, एकदम ह्याप्पी हुनु परेन यस्तोमा त। यहाँ यस्तो यहाँ हिउँ जमेर यस्तो भइरहेछ यहाँ। यसको जुत्ता चाहिँ वाटरप्रुफ हो, त्यही भएर यहाँ पानीमा गइरहेछ। यहाँ मेरो त वाटरप्रुफ होइन, सो म चाहिँ जाँदिनँ। यो चाहिँ यहाँ गइरहेछ ल। यो चाहिँ हाम्रो फर्स्ट हो क्या, फर्स्ट भिडियो हो, फर्स्ट मिटअप पनि। आएमा फोड्यो मेरो चाइनमा सालाले, हिउँ छिर्यो मेरो भित्रमा। आज केटाहरूले मलाई घेरी ताकी हान्दैछ मेरो, हानेकै छन्। यो पछाडिबाट निराजन। अब सो हामी चाहिँ यहाँमा बडाल बोगडातिर पुगिसक्यौँ। अब यहाँ एकछिन हामी किरा हेर्नेछौँ, अनि त्यस पछाडि फेरि हामी हाम्रो गन्तव्यतिर लाग्नेछौँ। हाम्रो गन्तव्य भनेको कालीढुङ्गाको वनतिर हो। यहाँ हिउँ मस्त लागेछ, तर यहाँ अहिले गलिसकेछ। यति जोस माथि थियो, अहिले गलिसकेछ। दुईजनाहरूले मलाई फोडेछ यहाँ। यो हान्दैछ, यो पछाडिबाट हान्दैछ। यो मलाई चाहिँ साला काले भनेर होला, इन्डियन भनिरहेछ सालाहरूले, मलाई हेपिरहेछ यहाँ, बुलिङ गरिरहेछ यहाँ। तर म चाहिँ नेपाली हो गाइस। अब यहाँ किरा हेर्नेछौँ।